हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। फेरि आज धेरै दिन बाद अर्को भिडियो लिएर आएको छु। धेरै ग्याप भयो र अब चाहिँ कन्टिन्यू गर्ने विचारले चाहिँ अब कन्टिन्यू गर्छु भिडियोहरू। जतिसक्दो तपाईँले मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। यता अब बाटोमा हामी चाहिँ निम बस्ती जाँदै गरेको म र भाइ छौँ। बाटोमा के हुन्छ के हुँदैन देखाउँदै गर्छु है त। अब हामी चाहिँ यहाँबाट चाहिँ निम बस्तीतर्फ लाग्यो। यहाँ चाहिँ मेरो गाउँ निस्किरहेको छ। यो चाहिँ मेरो भाइ हो र अब जानुपर्ने चाहिँ यता हो। बाटोमा के हुन्छ र म निम बस्ती गएर पनि आइसकेँ अघि नै। र अब चाहिँ अहिले आएर म घरमा काम गर्दैछु। के हुन्छ कस्तो हुन्छ र घरको काम अलिकति छ। यहाँनिर मोहब्बत भन्ने चिज ठोक्नु र अहिले चाहिँ म काठ टोकाउँदैछु। के हुन्छ कस्तो हुन्छ सबै देखाउने कोसिस गर्छु है दाजु दिनभरिको। त्यो मोहब्बत भन्ने चाहिँ यहाँनिर यस्तो ठोक्नुपर्छ उयो जुन चाहिँ डिजाइन टाइपको देख्नुहुँदैछ। त्यही ठोक्नुको लागि चाहिँ अहिले मैले यो पटे टुक्राको चाहिँ बोकेर यो पटाइ बोकेर चाहिँ माथिल्लो तला जानुपर्छ। आधी चाहिँ हल्का जोस लागेको छ भिडियो बनाउनु। अलिक मैला रहेछ, इग्नोर करके। यस्तो खालको ठोक्नुको लागि चाहिँ रेडी। म चाहिँ काठी ठोक्ने कार्यक्रम गर्दै बस्छु यता। यहाँबाट झऱ्यो भने तल मेरो हालत चाहिँ यस्तो भइसक्यो, पसिना। र अब जुन चाहिँ ब्रेकेट ठोक्नु थियो त्यो चाहिँ ठोकिसकेँ। अब हल्का मोहब्बत ठोक्नुपर्छ। त्यो चाहिँ एकछिनमा ठोक्ने है त गाइस। है त गाइस तल आमा बोजू हाम्रो बोजू स्ट्रङ छ। अघि हामीले ठोक्दै गरेको चाहिँ यो जुन चाहिँ सेतो हो, अलिक अप्ठ्यारो भएर चाहिँ भिडियो गर्नु पाएको छैन। यस्तो डेलिकेट जग्गामा काम गर्नुपर्दैछ। यहाँबाट झऱ्यो भने तल त्यही कारण चाहिँ यहाँ पनि छ ठोक्नुपर्ने। यहाँनिर हावा नछिरोस् गर्नुको लागि त्यही कारण चाहिँ यस्तो क्यामेरा पक्रिदिनु पनि कोही नभएर चाहिँ अहिले चाहिँ यतिकै छ यता। अघि दिउँसो हामीले बनाएको चाहिँ यो सेतो हो मोहब्बत भन्ने चाहिँ यही हो। यहाँ चाहिँ मम्मी यो चाहिँ इमरानै दाउरा चिर्दैछ अहिले। लु र आजको भिडियो चाहिँ आजको लागि यति नै थियो। दिनभरि कति जग्गा देखाउन सकिनँ, कतिवटा चिज देखाएँ र अब चाहिँ कन्टिन्यू गर्छु भिडियो। र जतिसक्दो तपाईँहरूले मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरेर चाहिँ हल्का मलाई पनि सपोर्ट देखाइदिनु होला भन्दै अब फेरि भेट्दै नेक्स्ट भिडियोमा भेटौँ है त गाइस।